करी छात्रा नंबर 1 से को दैनिक मूल्य अनुरोध करी छात्रा मिशन जिल्लाको माछास लिएको छ। नंबर 2 से को दैनिक मूल्य अनुरोध करी छात्रा स्नेहा खातुनको कमानमा श्री विष्णुमादेव विद्यालय निसुलिङ्गुको कमानमा श्री गौरीमादेव विद्यालय तेह्रथुम जिल्लाको माछास भइरहेको छ।
अंग्रेजी माध्यमिक विद्यालय Senior Under Officer Cadet Chhatra Binsha Basnet. यसैगरी छात्रतर्फ सर्वोत्कृष्टमा सफल भएका छन् श्री जगन्नाथ देवराज जनता माध्यमिक विद्यालय सुनसरी जिल्लाका कम्पनी जुनियर अन्डर अफिसर क्याडेट छात्र नवीन विक्रम। अवधिमा सञ्चालन भएका विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न मूल्याङ्कनहरू मार्फत बेस्ट प्ल्याटर हुन सफल भएको छ श्री ईश्वराजन अङ्ग्रेजीमा उक्त विद्यालयका प्रधानाध्यापक र समन्वय शिक्षकलाई समेत सिल ग्रहण गरिदिनु हुन आमन्त्रण गर्दछु। पत्र वितरण गरिदिनु हुन यस कार्यक्रमका प्रमुख अतिथि श्री सैनिक इन्टेलिजेन्स महानिर्देशालय इन्टेलिजेन्स कोरका महानिर्देशक उपरति श्री नकुल बहादुर रायनाथज्यूलाई हार्दिक अनुरोध गर्दछु। मिति 2082 साल 7 महिना 30 गतेबाट मिति 2082 साल 8 महिना 19 गतेसम्म यस तालिम शिक्षालयमा सञ्चालन भएको शिक्षक 51 एनसीसी जुनियर डिभिजन 2082 साल 7 महिना 19 गतेबाट मिति 2082 साल 9 महिना 10 गतेसम्म यस तालिम शिक्षालयमा सञ्चालन भएको सिसम 51 एनसीसी जुनियर डिभिजन तालिम वार्षिक सामूहिक क्याम्प दोस्रो चरणमा सिन्धुली जिल्लाका स्थित आधुनिक इङ्ग्लिस बोर्डिङ स्कुल सर्वोत्कृष्ट सेवा हुन सफल भएको उक्त जिल्लामा तैनाथ श्री भवानी बक्सरले एनसीसी तालिममा पुर्याएको योगदानको कदर स्वरूप प्रदान गरिएको प्रशंसा पत्र ग्रहण गरिदिनु हुन श्री भवानी बक्सरका सेनानी श्री प्रभास अधिवराज्यूलाई आमन्त्रण गर्दछु। मिति 2082 साल 9 महिना 10 गतेबाट मिति 2082 साल 9 महिना 30 गतेसम्म यस तालिम शिक्षालयमा सञ्चालन भएको सिसम 51 एनसीसी जुनियर डिभिजन तालिम वार्षिक सामूहिक क्याम्प तेस्रो चरणमा झापा जिल्ला स्थित श्री ईश्वराजन अङ्ग्रेजी माध्यमिक विद्यालय सर्वोत्कृष्ट सेवा हुन सफल भएकाले उक्त जिल्लामा तैनाथ श्री अरिदमन गौरले एनसीसी तालिममा पुर्याएको योगदानको कदर स्वरूप प्रदान गरिएको प्रशंसा पत्र ग्रहण गरिदिनु हुन श्री अरिदमन गौरका उपसेनानी श्री रामबहादुर गुरुङज्यूलाई आमन्त्रण गर्दछु। करिब 35 वर्ष अघिदेखि सङ्गीत क्षेत्रमा अनवरत रूपमा लागि साङ्गीतिक दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउनुभएका सङ्गीत साधना प्रतिष्ठान इटरी सुनसरीका महासचिव अर्जुन केसी राजुज्यूले यस तालिम शिक्षालयको स्थापना कालदेखि हालसम्म सांस्कृतिक कार्यक्रम तथा अन्य विविध कार्यमा पुर्याउनु भएको योगदानको कदर गर्दै दोस्रालाई सम्मान प्रकट गरिदिनु हुन प्रमुख अतिथिज्यू समक्ष जाहेर गर्दछु। हरि एग्रिकल्चर एन्ड लाइभस्टक स्टक सेन्टर राजसा किराबारी 6 मोरङका प्रोप्राइटर विवश भट्टराईज्यूलाई प्रशंसा पत्र ग्रहण गरिदिनु हुन आमन्त्रण गर्दछु। उक्त प्रशंसा पत्र वितरण गरिदिनु हुन प्रमुख अतिथिज्यू समक्ष जाहेर गर्दछु।
The Boss Creationका प्रोप्राइटर श्री हितेश बजाज्यूलाई प्रशंसा पत्र ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। उक्त प्रशंसा पत्र वितरण गरिदिनु हुन प्रमुख अतिथिज्यू समक्ष जाहेर गर्दछु। यस राष्ट्र सेवा दलको तालिममा विद्यार्थी सहभागी गराउने विद्यालय र यस शिक्षालयमा सञ्चालन भएको वार्षिक सामूहिक क्याम्पको अवधिभर समन्वय शिक्षकको भूमिका निर्वाह गरी प्रत्यक्ष सहयोग गरिदिनुहुने विद्यालयका प्रधानाध्यापक तथा समन्वय शिक्षकज्यूहरूलाई प्रशंसा पत्र ग्रहण गरिदिनु हुन आमन्त्रण गर्दछु। श्री ईश्वरानन्द अङ्ग्रेजी माध्यमिक विद्यालय झापा जिल्लाका समन्वय शिक्षक श्री विकास बज्यू। श्री सरस्वती माध्यमिक विद्यालय खोटाङ जिल्लाका समन्वय शिक्षक श्री दिनेश कुमार साख्यज्यू। श्री सरस्वती पाठशाला सिराहा जिल्लाका प्रधानाध्यापक श्री लक्ष्मण गिरिज्यू र समन्वय शिक्षक श्री सुनिता लिम्बुज्यू। श्री गंगादेवराज जनता माध्यमिक विद्यालय सुनसरी जिल्लाका प्रधानाध्यापक श्री युवराज पौडेलज्यू र समन्वय शिक्षक श्री चेतनाथ भट्टराईज्यू। श्री बासखाली माध्यमिक विद्यालय सुलुबुङको जिल्लाका प्रधानाध्यापक श्री मान बहादुर राईज्यू र समन्वय शिक्षक श्री भामी राईज्यू। आफ्नो कार्यक्षेत्र बन्द गरिदिने अनि सुन्नु न कस्तो आउँछ नि घुमेर त्यसपछि चाहिँ फोटो खिच्ने सक्यो ऊ यसको पर्दा उयोले देखाउँछ तिनीहरू त कहिले खिचेको र पनि यसो भएको श्री सरस्वती माध्यमिक विद्यालय सुनसरी जिल्लाका प्रधानाध्यापक श्री रामकुमार चौधरीज्यू र समन्वय शिक्षक श्री ओम प्रकाश भीमाज्यू। श्री शिवशक्ति माध्यमिक विद्यालय धनुषा जिल्लाका समन्वय शिक्षक श्री कविता आर्यज्यू। श्री कमला माध्यमिक विद्यालय सिन्धुली जिल्लाका प्रधानाध्यापक श्री सूर्यनाथ दासज्यू र समन्वय शिक्षक श्री भूपेन्द्र सिंह भाटज्यू।
विद्यालय भोजपुर जिल्लाका प्रधानाध्यापक श्री लीलाराज काफ्ज्यू र समन्वय शिक्षक श्री नवीन कुमार चौधरीज्यू। श्री जनजागृति माध्यमिक विद्यालय सोलुखुम्बु जिल्लाका प्रधानाध्यापक श्री महाप्रसाद फुएलज्यू र समन्वय शिक्षक श्री शम्भु कुमार कार्कीज्यू। श्री जागेश्वर बहराई जनता माध्यमिक विद्यालय सप्तरी जिल्लाका समन्वय शिक्षक श्री मोहम्मद मेहबुल हुसेनज्यू। श्री एराइबर्गिन इंग्लिश स्कुल झापा जिल्लाका प्रधानाध्यापक श्री आदर्श रायज्यू र समन्वय शिक्षक श्री प्रज्वल गंगाज्यू। श्री दीपक कलरियाज्यू र समन्वय शिक्षक श्री दुर्गा प्रसाद उप्रेतीज्यू। श्री जनक माध्यमिक विद्यालय उदयपुर जिल्लाका समन्वय शिक्षक श्री दिनेश घिसिङज्यू। मैले 42 इन्च पुगेको देखेँ, त्यसको लागि तपाईँहरूलाई मुरी धन्यवाद र तपाईँहरूको उज्जवल भविष्यको कामना गर्छु। सुरुमै है त तपाईँ ल अब यस दीक्षान्त कवाचमा उपस्थित श्री विद्यालयका स्टाफ सहायकप्रति पुरस्कार श्री नम्बर 2 21 र 18 बाहिनीपतिहरू कोशी प्रदेश सङ्घीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक स्थानीय जनप्रतिनिधि तथा विभिन्न कार्यालयका पदाधिकारीहरू मजदुरका निपतिहरू पत्रकार मित्रहरू विभिन्न विद्यालयका प्राध्यापक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू तथा समन्वय शिक्षकहरू अधिकृतवर्ग पदवीवर्ग र अन्य वर्गहरू उपस्थित सम्पूर्ण अभिभावकहरू तथा अन्य परिवारहरूको साथै सिसम 51 एनसीसी जुनियर डिभिजन तालिम वार्षिक सामूहिक क्याम्प तेस्रो चरणमा सहभागी उपस्थित सम्पूर्ण क्याडेट छात्र छात्राहरूमा मेरो शुभ बिहानी गुड मर्निङ। युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले विक्रम सम्वत 2022 सालबाट अनुशासनले राष्ट्र सेवाको मूल जग हो भन्ने आदर्श वाक्यसहित स्थापना भएको श्री राष्ट्रिय सेवा दलको आजको दीक्षान्त कवाचमा प्रमुख अतिथिको रूपमा सलामी ग्रहण गर्न पाउँदा म ज्यादै हर्षित भएको छु। राष्ट्र सेवा अनुशासन ज्ञान र विवेक जस्ता
विभिन्न पक्षमा विकास गर्न अहम भूमिका खेल्ने विश्वासका साथ यस तालिममा छनौट हुनुभई तालिम सम्पन्न गर्नुभएकोमा तपाईँ क्याडेट छात्रहरूलाई हार्दिक बधाई दिन चाहन्छु। छनौट परीक्षा पश्चात स्वेच्छाले यस 100 दिने तालिममा सहभागी भई छोटो समयमा तपाईँहरूले देखाउनु भएको अनुशासन, लगनशीलता, इच्छाशक्ति, तालिमप्रतिको अभिरुचि तथा कड़ा परिश्रमको प्रतिबिम्ब तपाईँहरूले भर्खरै प्रस्तुत गर्नुभएको उच्च स्तरको अवार्डले प्रदर्शित गरेको छ। नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको यस कार्यक्रमको मुख्य लक्ष्य युवाहरूलाई अनुशासित, नेतृत्ववान, वफादार, राष्ट्रप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने एक संस्कारयुक्त नागरिक बनाउनु रहेको छ। सैनिक पोसाकमा विभिन्न परेड मात्र नभई विविध भौगोलिक विविधता, जात जाति, धर्म, संस्कृति, परम्परा र संस्कार भएका व्यक्तिहरूलाई राष्ट्रिय सेवा दलको एउटै छानामुनि राख्न सफल भएको छ। त्यसर्थ नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जोगाइराख्न तपाईँहरूले आफ्नो जिम्मेवारी लिन अग्रसर भई राष्ट्रिय एकताको भावनालाई थप बलियो र विश्वासिलो हुनेछ भन्नेमा म विश्वस्त भएको छु। क्याडेट छात्रहरू तपाईँहरूले हिजो प्रस्तुत गर्नुभएको सांस्कृतिक कार्यक्रम लगायत विविध गतिविधिहरूमा उत्साहजनक सहभागिताको साथै तपाईँहरूको मुहारमा देखिएको खुसी, गर्छु भन्ने भावना र आत्मविश्वासले मलाई समेत अत्याधिक हौसला र प्रेरणा मिलेको छ। आगामी दिनहरूमा यस किसिमको कार्यक्रमलाई अझ परिष्कृत र समय सापेक्ष बनाउँदै युवा आदान प्रदान कार्यक्रम युथ एक्सचेन्ज प्रोग्रामको दायरालाई अझ प्राचीन पार्दै साथ अन्तर्गत छिमेकी देशहरूको अलावा नयाँ मित्र राष्ट्रहरूसँग पनि युथ एक्सचेन्ज प्रोग्रामको लागि पहल गर्दै छात्रहरूलाई विभिन्न देशहरूमा सहभागी हुने अवसर लगायत नेपालभित्रै पनि एनसिसी सङ्ख्यालाई वृद्धि गर्दै नेपाल सरकारबाट पनि तपाईँहरूलाई विभिन्न क्षेत्रमा अवसर र सहायताको लागि पहल गरिने भएको छु। साथै तपाईँहरूमा भर्खरै पलाउँदै आएको राष्ट्रभावलाई कालान्तरसम्म पनि दिगो रहियोस् भन्ने हेतुले एनसिसी एलुमनाई अझ व्यवस्थित तथा प्रभावकारी रूपमा परिचालन गर्दै यसको सुनिश्चितताको लागि मेरो व्यक्तिगत तथा यस राष्ट्रिय सेवा दलको तर्फबाट हुन सक्ने र गर्न सक्ने हर प्रकारको कोसिस रहनेछ भन्ने विश्वास दिलाउँदै भएका कमी कमजोरीहरूलाई समन्वयकारी ढङ्गबाट समाधान गर्दै क्रमशः सुधार गर्दै लैजाने प्रण समेत गर्दछु। यस तालिमको दौरान तपाईँहरूले हासिल गरेका सामान्य सैनिक कला, विपद जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासन सम्बन्धीका विविध सैद्धान्तिक तथा व्यावहारिक व्यावहारिक ज्ञानले भविष्यमा आउन सक्ने चुनौतीहरूलाई सहज रूपमा सामना गर्न सहयोगी हुने विश्वास समेत लिएको छु। त्यसले तालिम पश्चात तपाईँहरू निस्वार्थ सेवा भावबाट समर्पित भई राष्ट्रको सच्चा नेपाली र देशभक्त नागरिकको रूपमा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। राष्ट्रिय सम्पदको अवस्थामा कति पनि विचलित नभई समाजलाई एकीकृत र धैर्यवान बनाइ राख्न उल्लेख्य भूमिका खेल्ने राष्ट्रभक्त युवा तपाईँहरू नै राष्ट्र समृद्धिको आधारशिला हो। यसर्थ म तपाईँ सम्पूर्ण क्याडेटहरूलाई आफ्नो जीवनमा एउटा सकारात्मक लक्ष्य लिन र त्यो लक्ष्य प्राप्तिको लागि सदैव कर्मदै गर्न अनुरोध गर्दछु। लक्ष्यविहीन र नेतृत्व क्षमता बिनाको मानिस जीवनमा
सफल हुनै सक्दैन। यसर्थ तपाईँहरूको सकारात्मक सोच, आर्जन गरेको ज्ञान, लगनशीलता, दृढता तथा अठोटले तपाईँको व्यक्तित्व र भविष्य निर्माण गर्न अहम भूमिका खेल्दछ भन्नेमा कुनै दुईमत छैन। आदरणीय अभिभावक तथा शिक्षकवर्ग, झट्ट हेर्दा राष्ट्रिय सेवादल तालिम सामान्य लागे तापनि यस कार्यमा आदरणीय अभिभावकज्यूहरू, शिक्षकवर्ग, विभिन्न विद्यालयहरूको सकारात्मक धारणा, नेपाल सरकार र राष्ट्रिय सेवादल तथा यस अन्तर्गत शिक्षालयहरूबिचको प्रभावकारी समन्वयबाट मात्र सम्भव भएको छ, जसको कारण राष्ट्रलाई उजागर गर्ने क्रममा विभिन्न कला र संस्कृतिको किनारी, विभिन्न जात जाति, भाषा, धर्म भएका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याई बलियो र पसिलो पार्न त छँदैछ। यसको अलावा शासन, नेतृत्व विकासको गुणलाई अभिवृद्धि, इमान्दारिता, वफादारिताको साथै राष्ट्रिय एकता जस्ता विविध विषयहरूलाई एकताबद्ध गर्नु सामान्य विषय भनी पक्कै होइन। यसमा विभिन्न बाधा, अवरोधहरू पक्कै छन्। त्यसमाथि पनि सीमित स्रोत प्रसारण, भौगोलिक विकटता, मौसम, सामाजिक र शारीरिक कठिनाई, बन्दोबस्ती व्यवस्थापन गरेर विविध चुनौतीहरूलाई तिर्दै आज यस दिनसम्म ल्याइ पुर्याउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण मानवहरूलाई हृदयदेखि नै आभार प्रकट गर्दै धन्यवाद र कृतज्ञता प्रकट गर्न चाहन्छु। आफ्ना छोराछोरीहरूलाई यस तालिममा सहभागी गराउनुहुने सम्पूर्ण अभिभावकहरूलाई म हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु। नेपाली सेनाको, नेपाली सेवा दलको, राष्ट्रिय सेवा दलको, राष्ट्रिय सेवा दलको अन्तमा पुनः तपाईँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै धन्यवाद व्यक्त गर्दछु। धन्यवाद।
लेखौँ भविष्य आफ्नो आफैले अरूको रिहाई बनाउँदैन यो देश सङ्घात गरेर सक्नु छ पहिला अर्थात् अहिले बदल्नु छ परिवेश बल्ने छौरा त माराको बलेर चिच्याई डाँगमा डाँगो छोडेर उड्नेछ देश उदाउनेछौँ हामी यो भत्केको घरलाई उठाउनु छ माथि फुर्तिला हातहरू आज फुर्तिलो बनाउनु छ है उद्यमी चेतहरू आज प्रकार बनाउनु छ है फुर्तिला हातहरू आज फुर्तिलो बनाउनु छ है उद्यमी चेतहरू आज प्रकार बनाउनु छ है नखोज है एउटा ढुङ्गा पिरो छ कहाँ बेचौ ढुङ्गा सोड यही छ आफैमा निर्भर धरातलमा उठ्ने स्वदेश बनाउन परदेशलाई त्यागे उठ्नेछ देश उठाउनेछौँ हामी यो थाकेको घरलाई उठाउनु छ हामी लेखौँ भविष्य आफ्नो आफैले अरूको रिहाई बनाउँदैन यो देश सङ्घात गरेर सक्नु छ पहिला अर्थात् अहिले बदल्नु छ परिवेश बदल्नु छ परिवेश जिल्लाका क्याडेट छात्र छात्राहरूलाई उत्कृष्ट नृत्य प्रस्तुत गर्नुभएकोमा
स्थानीय जनताले नै उद्धारको पहिलो कार्य गर्नुपर्ने भएको हुँदा त्यसका यसरी ग्यासको पाइपबाट ग्यास लिक भएर आगो बलेको अवस्थामा पाइपलाई बीचबाट बेरिङ गरेर आगो नियन्त्रण गरी रेगुलेटर बन्द गर्न सक्छौँ। ग्यासको रेगुलेटरबाटै आगो लिक भएमा पड्किँदैन। यसलाई पड्किन धेरै तापक्रम आवश्यक पर्छ। त्यसैले सानोतिनो आगो सिलिन्डर वरपर लग्दैमा आत्तिनु पर्दैन। तर यसलाई नियन्त्रण गर्न आफ्नो घरमा भएको कुनै पनि बाल्टी, ब्ल्याङ्केट वा यसै प्रकृतिको बाक्लो कपडा पानीमा भिजाएर ग्यास सिलिन्डरको आगो लागेको भागमा ब्ल्याङ्केटले बेलेमा हावाको प्रवेश बन्द गरेपछि आगो निप्छ र सुरक्षित रूपमा रेगुलेटरबाट स्विच अफ गर्न सकिन्छ। यस्तै टेक्निकबारे प्रदर्शनी हुन गइरहेको छ। घाइतेको खोज तथा उद्धार गरी घाइतेलाई सुरक्षित कभरले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा प्रयोग हुने रेस्क्यु टेक्निकमा सर्वप्रथम एकजनाले बिरामीलाई सुरक्षित स्थानमा लान यो तरिका प्रयोग गरिन्छ। पहिला घाइतेलाई उत्तानो गरी सिधा बनाउने, दुवै गोडा जोड्ने र खुला मुनिबाट उचालेर गोडा खुम्चाउने। त्यसपछि खुट्टामा दुवै खुट्टाले आठ दिँदै दुई हातमा समातेर उचाल्ने र काँधमा राखेर बोक्ने र सुरक्षित स्थानमा लैजाने। टु ह्यान्ड लिफ्ट, दुई हात जोडेर कमरमा र दुई अर्को हात खुट्टामा समातेर दुईजनाले सजिलै घाइतेलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ। यो खुट्टामा वा कमरमा चोट लागेको बेला गरिन्छ। लिफ्ट, दुईजनाले सजिलै घाइतेलाई लैजान र बाटोमा आइपर्न सक्ने बाधा हटाउनको लागि एउटा हात खाली राख्न यो तरिका अपनाइन्छ। लिफ्ट, गरुङ्गो व्यक्तिलाई बोक्नु पर्दा यो तरिका अपनाइन्छ। यसमा दुवै हात इन्टरलक गरी बलियो सिट तयार गरिन्छ। ह्युमन स्ट्रेचर, बेहोस भएको बिरामीलाई स्ट्रेचर नभएको समयमा एक ठाउँबाट अर्को ठाउँमा लैजान यो तरिका अपनाइन्छ। इम्प्रोभाइज्ड स्ट्रेचर, स्ट्रेचर नभएको समयमा विभिन्न कपडा, कम्बल, बाँसको बल्ली, डोरीहरूको प्रयोग गरी इम्प्रोभाइज्ड स्ट्रेचर बनाई बिरामीलाई एक स्थानबाट अर्को स्थानसम्म लैजान यो तरिका अपनाइन्छ। अहिले कम्बल, डोरी र बाँसको बल्ली प्रयोग गरी स्ट्रेचर बनाइँदैछ।
सभ्य र सुसंस्कृत समाज निर्माणको अभियानमा मेरो सङ्कल्प नामक यस शपथ ग्रहणमा सबैलाई स्वागत छ। शपथ ग्रहणको लागि तयारी। मातृभूमि नेपाल आमालाई अत्याधिक माया गर्दछु। मेरो राष्ट्रको एकता, अखण्डता र स्वाधीनता मलाई प्राणभन्दा प्यारो लाग्छ। मेरो राष्ट्रको धर्म संस्कृति, रीतिरिवाज, पहिचान सम्पदा, इतिहास र वीर पुर्खाहरूलाई म हृदयदेखि सम्मान गर्दछु। राष्ट्र र समाजमा गलत र खराब क्रियाकलाप हुन नदिन आफ्नो तर्फबाट सदा क्रियाशील हुनेछु। लोभ मोह राग, द्वेष डाह ईर्ष्या र अनावश्यक रिस जस्ता कुभावनाहरू मेरा शत्रु हुन्। मेरा सबै क्रियाकलापहरू विधि र प्रक्रिया तथा प्रणाली र पद्धति बमोजिम हुनुपर्दछ। मैले हासिल गरेको ज्ञान र सिप सधैँ राष्ट्र र राष्ट्रवासीको सेवामा समर्पित गर्नेछु। म जुनसुकै पेसा कर्ममा लागे पनि आफ्नो काम कर्तव्य र दायित्वलाई सर्वोपरि ठानी कार्य सम्पादन गर्दछु। मलाई सधैँ निष्पक्षता, पारदर्शिता, इमानदारी र अनुशासन एवं कुशल व्यवस्थापन प्रदर्शन भएको यकिन गर्नेछु। म कहिले पनि आफ्नो योग्यता र क्षमता भन्दा अधिक इच्छा र चाहना राख्ने छैन। म मेरो जीवनको हरेक क्षण श्रम र समय यही मातृभूमिको लागि नै समर्पण गर्नेछु। म यौन हिंसा लगायत समाजले वर्जित गरेको कुनै पनि क्रियाकलापमा संलग्न हुन र अरूलाई पनि यसबारे सचेत गराउँदछु। म राष्ट्रको कर्णधार हुँ। म राष्ट्रको भविष्य हुँ। तसर्थ मेरो सबै क्रियाकलापहरू राष्ट्रको लागि प्रेरणादायक, गर्वयोग्य र उदाहरणीय हुनुपर्दछ। धन्यवाद।